नगरपालिका वडा नम्बर 4 को हाम्रो आदरणीय वडा अध्यक्षज्यू अमृत दाइलाई आफ्नो आसन अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र यस्तै हाम्रो मादल बाजा तालिम सिकाउनु हुने प्रशिक्षक श्री कमल ओली सरलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। वचुहाई महिला टोल सुधार समितिबाट आयोजना गरेको मादल बजाउने कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका सधैँ नगर प्रमुखज्यू र यसै वडाका आदरणीय वडा अध्यक्षज्यू, वडा सदस्यज्यू, प्रशिक्षकको रूपमा आउनुभएको आदरणीय गुरुज्यू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरूमा महालक्ष्मी नगरपालिकाको तर्फ र मेरो व्यक्तिगत तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। जसलाई आज चाहिँ अनौठो अथवा फरक तरिकाले चाहिँ मादल बजाउने तालिम जुन यो वचुहाई टोल सुधार समितिका आदरणीय अध्यक्ष लगायत टिमले चाहिँ यो कार्यक्रम सञ्चालन गर्नुभएको छ, यसमा चाहिँ म तपाईहरुलाई सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। तर यो मादल भन्ने चिज चाहिँ कस्तो छ भने कसै कुनै पनि जात जाति पनि नचाहिने र कुनै पनि धेरै समूह पनि नचाहिने, एक्लैले एउटा मादल बगेर हिँडेपछि सबै कार्यक्रम सकिन्छ। यो यस्तो चिज हो कि यो जहाँ पनि मिल्ने। तपाईँ हामी घरमा पाक्ने आलु छ नि, आलु उसिनेर खानु पनि मिल्ने, तरकारी बनाएर खानु पनि मिल्ने, अचार बनाएर खानु पनि मिल्ने, जेसुकै परिकार बनाउँदा पनि आलु। जस्तै मादल पनि जुनसुकै कार्यक्रममा तपाईँ प्रयोग गर्न सक्नुहुन्छ। चाहे त्यो हार्बिन तमिला बजाइराखेको होस्, चाहे त्यो ढिमे बाजा बजाइराखेको ठाउँमा होस्, चाहे त्यो ढाँखल बजाइराखेको ठाउँमा होस्, चाहे त्यो खी बजाइराखेको ठाउँमा होस्, यो आलु जस्तै हुन्छ, जहाँ पनि मिल्छ। त्यसले गर्दाखेरि यो समूह पनि चाहिँदैन। ढिमे ढाँ बजाउनु भयो भने तपाईँहरूलाई कम्तीमा पनि 5 जना चाहिन्छ, समूह चाहिन्छ। एउटाले एक थरी बजाउँछ, अर्कोले अर्को थरी बजाउँछ, अर्कोले अर्को थरी बजाउँछ, तर त्यो समूह पनि चाहिँदैन। एक्लैले ल है भनेर गुहारेर एक्लै मादल बोकेर हिँड्नुभयो भने समूह चाहिँ चाहियो, गीत गाउने चाहियो, नाच्ने चाहियो, हेर्ने चाहियो। यसले गर्दाखेरि म तपाईँहरूसँग धेरै समय नलिकन जुन तपाईँहरूले मेहनत गर्न लाग्नुभएको छ त्यो सफलता होस् र तपाईँहरूले जुन चाहनु भएको छ हामी आजकल पनि जोड्छु भनेर कुरा गरिराख्नु भएको छ र अहिलेदेखि नै कमाउने कुरातिर ध्यान गयो भने पैसादेखि अरू काम गर्न मन लाग्दैन। यतातिर ध्यान नजानुहोस्, तपाईँहरू कमाउनेतिर ध्यान नजानुहोस्। तपाईँहरू अहिले भने सिक्ने मात्र ध्यान जानुहोस्। सिकिसकेपछि त के गर्नुपर्छ त्यस बेला गर्नुपर्छ। भविष्य धेरै राम्रो सोच्यो भने वर्तमान बिग्रिन सक्छ। त्यसले गर्दाखेरि वर्तमान हामी सफा रहौँ र भविष्यलाई हामी सुधार्ने काम गरौँ।